असल समयमा तपाईँले आफ्नो क्षेत्र उठाउनुभएको छ। अप्सरा बहिनी जयसकहरू त्यसरी आउनुभयो, भेटघाटहरू सबै गरेर एकदम सबै एकदम पर्फेक्ट समयमा तपाईँले आफ्नो क्षेत्र उठाउनु भएको छ। त्यस कारणले उहाँको आमाको शरीरको सबै पीडाहरूबाट तपाईँले एउटा शान्तिमा उठाउनु भयो। त्यस कारणले पीड त अवश्य पनि हुन्छ परिवारलाई, तर पनि ठुलो शोक गर्न आवश्यक छैन। अनि अहिले जे सबै हामी जुटाउनु गाडीहरू आयो होइन, जानको लागि सबै तयारी, यो सबै कुराहरूको लागि हामी एकदमै प्रभुलाई धन्यवाद दिन्छौँ। र अब यात्रा राम्रो होस् अनि उता समयमा पुगेर उता गर्नुपर्ने कार्यक्रम राम्रो भइसकोस्, आउनुपर्ने मानिसहरू आइदिनु भएको होस्, त्यहाँ चर्च पास्टर जो सँगै हुनुहुन्छ उहाँहरूलाई पनि सबै तयारी गर्नलाई तपाईँले सहायता गर्नुभएको होस्। अनि अहिले हामी सबैजना प्रार्थना गर्न दिन्छ एकछिन, विशेष गरी यात्राको लागि प्रार्थना। स्वर्ग र पृथ्वीको मालिक तपाईँलाई यस राति बिहान तपाईँलाई धन्यवाद दिँदछौँ। विशेष गरी बिरुवामालाई प्रभु तपाईँले सबै गरिसकेर आफ्नो घरमा बोलाउनु भएको छ। हिजोको रात 11 बजी प्रभु तपाईँले आफ्नो घरमा बोलाउनु भयो। प्रभु तपाईँलाई धन्यवाद दिन्छु कष्ट र पीडाबाट पूर्ण छुटकारा दिनुभएको लागि। विशेष गरी पिता परमेश्वर मनकरा बहिनीको लागि हामी प्रार्थना गर्छौँ। प्रभु उहाँलाई गाह्रो भएको छ, तर प्रभु तपाईँ आफ्नो अँगालोमा राख्नुहोस्। त्यसैले हामी धन्यवाद दिन्छौँ बुहारी स्वस्तिकाको लागि, जसले प्रभु आफ्नो भजुको लागि जुन सेवा गर्नुभयो। बाबु सुदेव अनि यावेशको लागि प्रभु तपाईँले अनुग्रह गर्नुहोस्। उहाँहरू सबैलाई दुई दाजुभाइलाई अँगालोमा राख्नुहोस्। विशेष गरेर अप्सरा अनि ज्वाइँको लागि जसले आएर 3 हप्तासम्म आफ्नो भजुको सेवा गर्ने त्यो मौका अवसर दिनुभयो, त्यो समय दिनुभयो। धन्यवाद प्रभु, उहाँलाई पनि सान्त्वना दिनुहोस्। यसरी हामी डिजिन छोरीको लागि पनि प्रार्थना गर्छौँ। प्रभु उहाँलाई पनि सहायता गर्नुहोस्। आफ्नो भजुको कमी भएको छ, हृदयमा घाउ छ, प्रभु तपाईँ सम्हाल्नुहोस्। 2 नातिहरू 1 नातिनीको बिचमा उनीहरूलाई पनि प्रभु तपाईँको अनुग्रह कृपा राखिदिनुहोस्। यो पुरा घराना परिवारलाई उहाँहरूको आफन्तहरू नाताको पनि सहायता गर्नुपर्छ। छोरीलाई धन्यवाद प्रभु, हामी सबैलाई स्थानमा भेला गर्नुभयो। गरी विशेष गरी जुन गाडी एम्बुलेन्सबाट प्रभु जसरी आमाको पार्थिव शरीरलाई अब हजुरतर्फ यात्रा गर्नुहुन्छ प्रभु, हामी यो गाडीलाई तपाईँको चरणमा राख्दछौँ। बिहान 8 साढे 8 बजीको फ्लाइट छ। हाम्रो मनकरा बहिनी, हाम्रो पास्टर भाइ अनि स्वस्तिका यात्रा गर्नुहुन्छ। यो बहिनीको यात्राको लागि अहिले त्यही तपाईँको हातमा राख्दछौँ। प्रभु तपाईँले सहायता गर्नुहोस्। आज हामी जे जति यहाँ छौँ प्रभु, यो परिवारलाई हामी अँगालोमा राख्दछौँ। तपाईँको परमेश्वरसँग बिन्ती प्रार्थना गर्छौँ, यो घरमा तपाईँले सहायता गर्नुहोस्। धन्यवाद, सबै कुरा तपाईँको हातमा सुम्पिँदा दिनमा बादलको खामो भएर सेनाहरूका परम प्रभु तपाईँ अघि यो बिन्ती प्रार्थना र आशिष माग्दछु यीशु ख्रीष्टको नाम। बेडसिट मात्रै समाउनु अब बेडसिट मात्रै समाउनु धेरै टाढा यो संसारलाई छोडी यीशुको घर
आउँदा त अटै थियो होला नि अहिले चाहिँ लामो यात्रामा सबै आफ्नो धन्यवाद दिन्छौँ विशेष गरी जब म मरेपछि मेरो लासमा रमाइदिनु हिजोको त्यो मायालाई सम्झी प्रभुको भनेर पुकारिदिनु हिजोको त्यो प्रभुको भनेर पुकारिदिनु जब म मरेपछि हजारौँ फुलले ढाकिएको हुन्छ यो मेरो लासलाई बास्नामा सुतेको हुन्छु फेरि नजगाऊ मलाई त्यो फुलको बास्नामा सुतेको हुन्छु फेरि नजगाऊ मलाई जब मेरो लासमा रमाइदिनु हिजोको त्यो मायालाई सम्झी प्रभुको भनेर हाम्रो यो खजुराको चर्चको एरिया कत्रो ठुलो छ नयाँ चर्च बनेको छ।